येशू, हालेलुया येशू, हालेलुया येशू मेरो मनदेखि। जय जयकार होस् प्रभु, जय जयकार होस् प्रभु, जय जयकार होस् प्रभु मेरो मनदेखि। हालेलुया जय जयकार होस् प्रभु, जय जयकार होस् प्रभु, जय जयकार होस् प्रभु मेरो मनदेखि। आमेन। हेर्नु त अहिले सानो छिकन नाटक पारियो लियो। पास्टरले आमाले वचन हेर्नु लाग्नु उता हेर्नु पास्टरले एन्जल त खतर खान छ त अहिले नाच्नु है एर्मियाको बोलाउट भन्ने थाहा छैन सबैले। हामी एर्मियाको बोलाउटबाट हेर्छौँ है। अनि त परमेश्वरले एर्मियालाई कसरी बोलाउनु भयो हामी त्यो कुरालाई हेर्नेछौँ। अनि एर्मियालाई बोलाए सँगसँगै प्रभुले हामीलाई पनि कसरी बोलाउनु भयो हामी त्यो कुरालाई हेर्नेछौँ। यहाँ चाहिँ एर्मियाको बोलाउट। परमप्रभुको यो वचन म कहाँ आयो, मैले तँलाई गर्भमा रच्नुभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, त जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरेँ। मैले तँलाई जाति जातिकाहरूका निम्ति एक अगमवक्ता नियुक्त गरेँ। मैले भने, हे परमप्रभु परमेश्वर, म त बोल्नै जान्दैन, म त बालकै छु। तर परमप्रभुले मलाई भन्नुभयो, म त बालकै छु भने नभन्, जस कहाँ म तँलाई पठाउँछु ती हरेक कहाँ त जानै पर्नेछ, र जे म तँलाई आज्ञा गर्छु ती तैँले भन्नै पर्नेछ। तिनीहरूसँग नजरा, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु। परमप्रभु भनिन्छ। आमेन। यहाँ चाहिँ के भन्नुहुन्छ परमप्रभुले एर्मियालाई। परमप्रभुको वचन चाहिँ एर्मिया कहाँ आयो। आज प्रभुले चाहिँ हामीलाई एर्मियालाई मात्रै नभएर चाहिँ तँलाई मलाई हामी सबैलाई चाहिँ होइन हाम्रो आमाको गर्भमा रच्नुभन्दा अघि के गर्नु भएको रहेछ त चिनिसक्नु भएको रहेछ। हामीलाई चाहिँ होइन उहाँको निम्ति अलग गराइसक्नु भएको रहेछ। किन अलग गराउनु भयो होला हामीलाई, किन अलग गराउनु भएको जस्तो लाग्छ? किन गलत काम गरेर अलग गराउनु भयो? प्रभुले चाहिँ हामीलाई चाहिँ उहाँको राज्यको निम्ति काम गर्नुको लागि चाहिँ उहाँले अलग गरिसक्नुहुन्छ। हामीलाई पहिल्यै चाहिँ हाम्रो नबनिएको शरीरलाई आमाको गर्भमा चाहिँ त्यो नबनिएको शरीरलाई चाहिँ उहाँले देखिसक्नु भएको थियो होइन। त्यसै गरी आज जसरी एर्मियालाई चाहिँ भन्नुहुन्छ तँलाई चाहिँ जाति जातिका मानिसहरूको बिचमा चाहिँ एउटा अगमवक्ता नियुक्त गर्नेछु भनेर भन्नुभयो होइन एर्मियालाई। अनि यो वचन एर्मियालाई नभएर होइन एमी जन्मेको दिन आज यो वचन चाहिँ एमीलाई प्रभुले दिँदै हुनुहुन्छ होइन। एमीलाई चाहिँ जाति जातिका मानिसहरूको बिचमा होइन प्रभुले चाहिँ एउटा अगमवक्ता भन्नाले अगमवक्ता भन्दैमा सेवक हो भन्न चाहिँ मिल्दैन होइन। अगमवक्ता भनेको चाहिँ होइन एउटा असल व्यक्ति चाहिँ प्रभुले चाहिँ एमीलाई बनाउन चाहनुहुन्छ होइन। प्रभुले भन्नुहुन्छ के भन्नुहुन्छ, किनभने मैले जुन योजना तिमीहरूका निम्ति बनाएको छु ती तिमीहरूका निम्ति के को लागि, उन्नतिको निम्ति हो कि नोक्सानीको निम्ति? उन्नतिको। प्रभुले चाहिँ एमीको जीवनमा चाहिँ होइन एउटा असल योजना बनाउनु भएको छ होइन। हामी एर्मिया 33:3 हेर्न सक्छौँ। अनि त्यो योजना चाहिँ होइन हामी एकचोटि पढौँ है त्यो उसलाई पदलाई यहाँ एर्मिया 29 को 11। किनभने जुन योजना मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ, ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। आमेन आमेन। आज होइन प्रभुले चाहिँ हामी हरेकको जीवनमा चाहिँ योजनाहरू राख्नु भएको छ होइन। योजनाहरू चाहिँ हामी जान्दैनौँ भले त्यो चाहिँ प्रभु जान्नुहुन्छ। आज त्यो योजनाहरू चाहिँ प्रभुले एमीको जीवनमा गर्नुहुनेछ।